गाइस सुजी हामीहरु एकदम भाउजूहरु हुनुहुन्छ देखिरहेछ हौ कस्तो देखेको छैन भनेको सबैजना आइरहेछ हेलो साथी आज चाहिँ म मेरो सोल्टाको भ्लगमा आएको छु हैन अनि आज चाहिँ हामी काकाभिटाबाट अन्तिमको लागि चाहिँ हिजो आएको थियौं सो आज चाहिँ हामी यहाँ अन्तिमको माथि डाँडामा घुम्न जाँदैछौँ विथ माई फ्रेन्ड उता गइसकेछ अनि आज चाहिँ अब हामी धेरै इन्जोय गर्नेछौँ यहाँनिर स्टप गरा अन्तश्री अन्त घुम्न आएको मेरो साथी चाहिँ एकदम लेजी भइरहेछ क्या उसले चाहिँ माथि टावरमा जानुलाई हतार भइरहेको छ सो अहिलेको लागि भेजियो चाहिँ यति नै हो अब डाँडा आइपुग्नु भयो हेर्नुहोस् कति राम्रो भइरहेको छ लगभग मेरो हिसाबले 10 माइल अगाडि हाम्रो अन्तिम डाँडा प्रवेश गरिन्छ बकेट अन्तिममा आउनु होला पुरा हस्ताइदिनु गर्नु होला हाम्रो सोल्टिनी चुप हुन्छ नि म चाहिँ गाइस मेबी 2 इयर्स आफ्टर 2 इयर्स लङ टाइम आएको होइन यहाँनिर यस्तो चट्टसँगले हजुर यता यहाँनिर दोकानहरू भइसकेको रहेछ है यहाँ दिदीले सेलरोटी बनाउनु हुँदैछ अरे हाम्रो दिदीको सेलरोटी निकालिदिउँ यो चाहिँ श्रेयन्तु एकदम चलेको होइन दिदी एकदम चलेको सेलरोटी हजुर आउनु भनेछ यहाँनिर हाम्रो अब यो नाम त रहेन है चट्ट यहाँबाट आएपछि टक्क राइट साइडमा आउनु होला हामी चाहिँ भ्यू टावरपट्टि लाग्यौँ गाइस मौसम सुहाना सुहाना है हाम्रो भ्यू टावर हाम्रो नि अन्त डाँडा आधा भइसक्यो पुरै मोटर सुकिरहेछ दिस अन्त डाँडा हाम्रो मेची खोला हो गाइस अन्तरामा देख्ने है एक साइड भाग भनेको झापा एक साइड भाग भनेको इन्डिया पर्छ फिलहाल हामी चाहिँ अन्त पोखरीमा प्रवेश गरिएको छ यो हाङ दरबार रोक्छौ